बालेन दाइले भर्खरै पोस्ट गर्नुभएको छ। ढुक्क हुनुहोस्। यो कथा अर्थशास्त्रीहरूको होइन, राजनीतिज्ञहरूको होइन, व्यवसायीहरूको पनि होइन। यो काठमाडौँको बाहिरी क्षेत्रमा रहेको एउटा भाडाको फ्ल्याटमा एक व्यक्तिले चुपचाप आफ्नो मोबाइलमा बजेट पढिरहेको कथा हो। उनको नाम महत्त्वपूर्ण छैन, किनभने उनी जो कोही हुन सक्छन्। उनी महिनाको 30,000 कमाउँछन्, उनकी श्रीमती 20,000 कमाउँछिन्। उनीहरूको संयुक्त मासिक आम्दानी 50,000 हो। उनीहरूको 23 वर्षको छोरा कतारमा काम गर्छ। 13 वर्षकी छोरी निजी विद्यालयमा पढ्छिन्। एउटा मोटरसाइकल छ, भाडाको कोठा छ र एक दिन आफ्नै सानो घर बनाउने सपना छ। वर्षौँदेखि उनले आफूलाई नेपालको मध्यम वर्गको हिस्सा ठानेका थिए। हिजो भने उनले सोच्न थाले, सायद उनी गलत थिए। उनले सोच्न थाले, सायद म कहिले पनि उनीहरूले कुरा गरिरहेको मध्यम वर्ग थिइनँ। सबभन्दा पहिले उनको ध्यान निजी विद्यालयहरूले लिने शुल्कमा थप गरिएको 3% सरकारी शुल्कतर्फ गयो। 3% धेरै ठुलो रकम जस्तो सुनिएन, तर जब उनले आफ्नी छोरीबारे सोचे त्यो फरक लाग्न थाल्यो। उनको नगरपालिकामा जम्मा 8वटा सरकारी विद्यालयहरू छन्। निजी विद्यालयहरू भने 71वटा छन्। ती 8वटा सरकारी विद्यालयहरूमध्ये केवल 2वटा मात्र घरबाट पैदल जान मिल्ने दूरीमा छन्। ती विद्यालयहरू पनि अत्याधिक भिडभाड भएका छन्। माथिल्ला कक्षाहरूमा सिट सीमित छन्। भर्ना प्रतिस्पर्धात्मक छ। प्रवेश परीक्षा पास गर्नेहरूले मात्र अवसर पाउँछन्। उनकी छोरी कुनै असाधारण प्रतिभाशाली विद्यार्थी होइनन्। उनी कक्षाकी प्रथम पनि होइनन्। उनी त केवल आफ्नो सक्दो प्रयास गरिरहेकी एक साधारण विद्यार्थी हुन्। त्यसैले सम्भावना उसको पक्षमा छैन। अन्य सरकारी विद्यालयहरू अझ टाढा छन्। त्यहाँ जान सार्वजनिक यातायात चाहिन्छ। त्यसका लागि एक किशोरीले लामो दूरी यात्रा गर्नुपर्छ र अतिरिक्त कक्षापछि बेलुका ढिलो घर फर्किनुपर्छ। एक बाबुको हैसियतले उनलाई त्यो सहज लाग्दैन। लगभग सरकारी विद्यालयहरूको आफ्नो बस छैन। भएकाहरू पनि 1 वा 2मा सीमित छन्। उनको कोठा नजिकै 4वटा निजी विद्यालयहरू छन्। शुल्कले परिवारको आर्थिक अवस्था दबावमा पार्ने कुरा थाहा हुँदाहुँदै उनले छोरीलाई त्यहीँ भर्ना गराए। निजी शिक्षा कुनै विलासिता भएकाले होइन, बरु त्यो उनीसँग उपलब्ध एक मात्र यथार्थ विकल्प भएकाले हो। र अहिले उनलाई लागिरहेको छ कि छोरीलाई पढाउने प्रयास गरे बापत सरकारले उनीबाट अझ बढी रकम लिन खोजिरहेको छ। उनी आफैलाई सोध्छन्, जब सार्वजनिक शिक्षाले यथार्थ रूपमा मेरो छोरीलाई समाट्न सक्दैन, तब उपलब्ध विकल्प प्रयोग गरे बापत मलाई किन थप शुल्क तिर्न लगाइँदैछ। त्यसपछि उनको नजर निजी अस्पताल सेवामा लगाइएको 3% शुल्कमा पर्यो। उनकी श्रीमती वर्षौँदेखि दोहोरिने स्वास्थ्य समस्याबाट पीडित छिन्। उनीलाई बारम्बार स्वास्थ्य परीक्षण गराउनुपर्छ। स्वास्थ्य समस्याले उनको काम गर्ने क्षमतामा पनि असर परेको छ। सम्भव भएसम्म उनीहरू सरकारी अस्पताल नै जान्छन्। सजिलो भएकाले होइन, सुविधाजनक भएकाले होइन, तर सस्तो भएकाले। तर यथार्थ कठिन छ। लामो लाइन, झन्झटिला प्रक्रिया, अनिश्चितता, बारम्बारको ढिलाइ। उनीहरूलाई आवश्यक पर्ने विशेषज्ञ चिकित्सक सरकारी अस्पतालमा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म मात्र उपलब्ध हुन्छन्। उनको कार्यालय समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म हो। स्वास्थ्य जाँचका लागि पटक पटक कार्यालय छोड्नु लगभग असम्भव छ। त्यसैले उनी साँझ नजिकैको निजी अस्पताल जान बाध्य हुन्छन्। 2 वर्ष अघि उनकी श्रीमतीलाई शल्यक्रिया आवश्यक परेको थियो। सरकारी अस्पतालमा त्यसको पालो आउन 9 महिना लाग्ने भनिएको थियो। 9 महिना। त्यो रोगले त्यति लामो समय पर्खिन सक्दैनथ्यो। त्यसैले उनले ऋण लिएर निजी अस्पताल रोजे। उनी सरकारी चिकित्सकलाई दोष दिँदैनन्, अस्पतालका कर्मचारीलाई पनि दोष दिँदैनन्। स्रोत साधन सीमित छन् भन्ने कुरा उनी बुझ्छन्। बरु उनी विश्वास गर्छन् कि यदि भोलि सबै नेपालीले केवल सरकारी अस्पतालमै उपचार गराउने निर्णय गरे भने त्यो प्रणालीले त्यति ठुलो चाप ठेक्नै सक्दैन। त्यही यथार्थका बीच सरकारले उपलब्ध उपचार सेवा प्रयोग गरे बापत उनीबाट अझ बढी रकम लिन खोजिरहेको छ। उनी सोच्न बाध्य हुन्छन्, जब सार्वजनिक स्वास्थ्य प्रणालीले आज सबैलाई पूर्ण रूपमा सेवा दिन सकिरहेको छैन, तब परिवारहरूलाई उनीहरूसँग भएको एकमात्र विकल्प प्रयोग गरे बापत किन अतिरिक्त शुल्क लिन लागिँदैछ। त्यसपछि उनले बिजुली सम्बन्धी व्यवस्था पढे। यो भागले उनलाई साँच्चीकै अलमा ल्यायो।
केही समय अघि मात्रै सरकारले एलपिजी ग्यासको आयातमा निर्भरता घटाउन इन्डक्सन चुलो प्रयोगलाई प्रोत्साहन गर्ने कुरा गरेको थियो। अनुदानको चर्चा भएको थियो। विद्युतीकरणलाई प्रोत्साहन गर्ने अभियानहरू सञ्चालन भएका थिए। अहिले भने त्यही सरकारले विद्युत उपयोगमा मूल्य अभिवृद्धि कर लगाउने तयारी गरिरहेको थियो। उनले इन्टरनेटमा खोजे, दिनमा केवल 1 घण्टा चलाइने इन्डक्सन चुलोले पनि महिनामा करिब 30 देखि 45 युनिट बिजुली खपत गर्न सक्छ। त्यसमा फ्रिज समावेश छैन, बत्ती समावेश छैन, पङ्खा समावेश छैन, मोबाइल चार्जर समावेश छैन, टेलिभिजन समावेश छैन। बजेटले 50 युनिटभन्दा कम बिजुली खपत गर्ने घर परिवारलाई राहत दिने व्यवस्था गरेको छ। उनी सोच्न थाल्छन्, सहरमा छुट्टे मिटर भएका कति घर परिवार वास्तवमै त्यो सीमाभित्र बस्न सक्छन्। त्यसपछि उनको ध्यान भाडामा बस्नेहरूतर्फ जान्छ। धेरै सहरी भाडावालाहरूसँग त छुट्टै बिजुली मिटर नै हुँदैन। उनीहरूको बिजुली खपत घर धनीको खपतसँग जोडिएको हुन्छ। आफ्नो खपत अत्यन्त कम भए पनि उनीहरूले कुल बिलको आधारमा शुल्क तिर्नुपर्छ। व्यवहारमा धेरै भाडावालाहरूले आधिकारिक विद्युतीय महसुलमा उल्लेखित गरिएको दरभन्दा बढी प्रति युनिट शुल्क अहिले पनि तिर्दै आएका छन्। अब भ्याट पनि उनीहरूमाथि सारिने अर्को अतिरिक्त खर्च मात्र बन्न सक्छ। त्यसमाथि व्यवसायी र उद्योगपतिहरूले यो रकम भ्याट फिर्तामा घटाउने भएकाले वास्तविकतामा त्यो भ्याट तिर्नुपर्ने छैन। यो नीति सहरी जीवनको वास्तविकताबाट टाढा रहेको जस्तो उनलाई लाग्छ। त्यसपछि उनी त्यो विषयमा पुगे जसले उनलाई सबैभन्दा बढी चिन्तित बनायो, जग्गा जमिनको पुँजीगत लाभ कर। 10 वर्ष अघि उनले लमजुङमा रहेको आफ्नो सम्पूर्ण पुर्ख्यौली जग्गा बेचेर काठमाडौँको बाहिरी क्षेत्रमा 30 लाखमा एउटा सानो घडेरी किनेका थिए। त्यो बेला धेरैले त्यो निर्णय जोखिमपूर्ण भएको बताएका थिए। आज त्यही जग्गा करिब 1 करोडमा बिक्री हुन सक्छ। उनको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति त्यही हो। उनी आफूलाई भाग्यमानी ठान्छन्। यदि उनले त्यो पैसा लमजुङमै राखेको भए त्यसको मूल्य यति धेरै बढ्ने सम्भावना कम थियो। त्यो निर्णय नगरेको भए सायद काठमाडौँमा आफ्नो आधार बनाउने अवसर नै उनले पाउँदैनथे। तर त्यो जग्गा व्यावहारिक छैन। सार्वजनिक यातायातको सहज पहुँच छैन, विद्यालयहरू टाढा छन्, अस्पतालहरू टाढा छन्। उनकी श्रीमतीको स्वास्थ्य अवस्थाले त्यहाँ घर बनाउनु यथार्थपरक विकल्प बनाउँदैन। त्यसैले उनले एउटा योजना बनाएका थिए। त्यो जग्गा बेच्ने, करिब 80 लाखमा 3 आना जति सानो घडेरी किन्ने, आफन्तहरूसँग ऋण लिने र 3 कोठाको सामान्य घर बनाउने। कुनै विलासी भवन होइन, केवल एउटा घर। तर अर्को समस्या देखा पर्यो। धेरै जसो खरिदकर्ताहरू वास्तविक बिक्री मूल्यभन्दा सरकारी मूल्याङ्कन अनुसार मात्र लिखित गर्न चाहन्थे। कर कम तिर्न मूल्य कम देखाउन चाहन्थे। कतिपयले त सरकारी मूल्याङ्कनभन्दा माथिको करको आफ्नो हिस्सा समेत उनले नै तिर्नुपर्ने माग गरे। उनले अस्वीकार गरे। उनले इमान्दार कारोबारमा अडिग रहने निर्णय गरे। 6 महिना बित्यो। अन्ततः उनले पूर्ण मूल्य घोषणा गर्न तयार खरिदकर्ता भेटाए। सम्झौता भयो। खरिदकर्ताको रकम 85 दिनभित्र आउने थियो। सम्झौता 90 दिनका लागि वैध हुने गरी गरियो। सबै कुरा मिलिसकेको जस्तो देखिन्थ्यो। त्यसपछि कर परिवर्तन भयो। पुँजीगत लाभ कर बढाइयो। यो परिवर्तनका कारण अब उनले अपेक्षा गरे भन्दा करिब 1,75,000 बढी कर तिर्नुपर्ने भयो। यो रकम उनको करिब 5 महिनाको तलब बराबर हो र जीवनमै पहिलो पटक प्रणालीलाई छल नगरेकोमा उनी आफैलाई मूर्ख जस्तो महसुस गर्न थाले। उनको मनबाट एउटा कुरा हट्दैन, मैले सरकारलाई छलिनँ, तर अहिले सरकारकै कारण म ठगिए जस्तो किन महसुस भइरहेको छ। बजेटले मुद्रास्फीति 6% भन्दा तल राख्ने वाचा गरेको छ। त्यो पंक्ति पढेर उनी चुपचाप मुस्कुराउँछन्, किनभने उनको परिवारले किन्ने धेरै सामानको मूल्य पछिल्लो 6 महिनामै करिब 10%ले बढिसकेको छ। उनलाई थाहा छ उनको तलब छिट्टै बढ्नेवाला छैन। उनी एक मध्यम आकारको निजी कम्पनीमा काम गर्छन्। त्यो कम्पनीले भूकम्प झेल्यो, नाकाबन्दी झेल्यो, आर्थिक सुस्तता झेल्यो, कमजोर व्यापारिक अवस्थाका वर्षहरू झेल्यो। कम्पनीका मालिकहरू स्वयं सङ्घर्ष गरिरहेका छन्। उनी त्यहाँ 12 वर्षदेखि काम गरिरहेका छन्। सधैँ निष्पक्ष व्यवहार पाएका छन्। उनको कुनै गुनासो छैन।
उनी विश्वास गर्छन् एक दिन अवस्था सुधारिनेछ। तर यदि सुधार आउन धेरै समय लाग्यो भने परिवारको आर्थिक व्यवस्थापन कसरी निरन्तर चलाउने भन्ने कुरा उनलाई साँच्चै थाहा छैन। यी ती मुख्य विषयहरू थिए जुन उनले सामाजिक सञ्जालबाट थाहा पाए। त्यसपछि उनले पुरा बजेट दस्तावेज खोल्दै पढ्न थाले। त्यहाँ उनले आफू जस्ता मानिसहरूलाई अप्रत्यक्ष रूपमा असर पर्ने थप केही परिवर्तनहरू भेटाए। त्यसमध्ये एउटा थियो राइड सेयरिङ प्लेटफर्महरूमा लगाइएको 5% शुल्क। सुरुमा त्यो सामान्य जस्तो लाग्यो, तर त्यसपछि उनलाई श्रीमती अस्पतालमा बिताएका ती हप्ताहरू सम्झिए। उनी लामो समयसम्म श्रीमतीलाई एक्लै छोड्न सक्दैनथे। उनकी छोरी घरमा खाना पकाउँथिन्। उनी पठाओ पार्सल मार्फत अस्पतालमा खाना पठाउँथे। यसले छोरीलाई घर र अस्पताल बीच पटक पटक आउजाउ गर्नुपर्ने झन्झटबाट बचायो। श्रीमतीलाई एक्लै छाडिएको छ कि भन्ने चिन्ता पनि कम गर्यो। जब छोरीलाई अस्पताल जानु पर्थ्यो, उनी आफ्नै खाताबाट राइड बुक गर्थे ताकि यात्राको निगरानी गर्न सकुन् र चालक को हो भन्ने थाहा पाउन सकुन्। जीवनको सबैभन्दा कठिन समयमा त्यो प्रविधिले उनको तनाव कम गरिदिएको थियो। अब त्यो सुविधा अझ महँगो हुनेछ। यतिसम्म आइपुग्दा त्यो व्यक्तिले एउटा कुरा महसुस गर्छन्। अहिलेसम्म उनले पढेका हरेक व्यवस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनको खर्च बढाएको छ। त्यसैले उनी आफैलाई सोध्छन्, के यो बजेटबाट वास्तवमै कसैले फाइदा पाइरहेको छ? उनी पढिरहन्छन्। उत्तर हो, धेरै मानिसहरूले फाइदा पाइरहेका छन्। आयकरका दरहरू परिवर्तन गरिएका छन्। उनको आफ्नै आम्दानी यति कम छ कि त्यसबाट कुनै अर्थपूर्ण फरक पर्दैन। पहिले पनि उनले करिब 1% कर तिर्थे, अहिले पनि करिब त्यति नै तिर्नेछन्। तर जब उनले वार्षिक 15 लाख कमाउने व्यक्तिको कर भार गणना गरे, उनी अचम्ममा परे। अघिल्लो प्रणालीमा त्यस्तो व्यक्तिले करिब 2,35,000 कर तिर्थ्यो। नयाँ कर दर अनुसार त्यो करिब 60,000मा झर्छ। त्यसमा जीवन बिमाको 40,000, स्वास्थ्य बिमाको 20,000 र घर बिमाको 10,000 जस्ता कर छुटहरू जोडिएपछि महिनाको 30,000 कमाउने व्यक्ति र महिनाको 1,25,000 कमाउने व्यक्तिको करभार अपेक्षा गरे भन्दा आश्चर्यजनक रूपमा नजिक हुन सक्छ। यो परिणामलाई कसरी मध्यम वर्गको समर्थन भनेर व्याख्या गरिन्छ, त्यो कुरा उनलाई बुझ्न गाह्रो हुन्छ। त्यसपछि उनले देखे कि 360 वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाइएको छ। उत्पादन लागत घट्नेछ। सैद्धान्तिक रूपमा उपभोक्ताले लाभ पाउनुपर्छ, सैद्धान्तिक रूपमा। तर उनलाई अर्को परिवर्तन सम्झना आयो। सरकारले उत्पादन लागतको 20% भन्दा बढी नाफालाई कालोबजारी मान्ने व्यवस्था हटाएको थियो। यदि बजारमा पर्याप्त प्रतिस्पर्धा भएन भने उत्पादन लागत घट्दा त्यसको लाभ उपभोक्तासम्म पुग्नुको सट्टा व्यवसायीहरूको नाफा मात्र बढ्न सक्छ भन्ने चिन्ता उनलाई छ। उनी आशा गर्छन् कि उनको अनुमान गलत साबित होस्, साँच्चै नै गलत साबित होस्। तर उपभोक्ताले ठुलो लाभ पाउनेछन् भन्ने कुरामा उनी विश्वस्त हुन सकेका छैनन्। त्यसपछि उनले स्वदेशी उत्पादन संरक्षण शुल्कबारे पढे। विदेशी प्रतिस्पर्धाबाट स्वदेशी उत्पादकहरूलाई जोगाउने थप व्यवस्थाहरू। संरक्षण प्राप्त गरेका धेरै वस्तुहरू निर्माण क्षेत्रसँग सम्बन्धित थिए। उत्पादकहरूले फाइदा पाउने देखिन्छ। उनी सवारी साधन र उपकरणमा कर कटौती भएको देख्छन्। जरिवाना र दण्डहरूको मिलापत्र गर्ने अवसर देख्छन्। सुन खरिदमा कर घटाइएको देख्छन्। हिरामा भ्याट हटाइएको देख्छन्। निर्वाचनमा प्राप्त मतको आधारमा राष्ट्रिय राजनीतिक दलहरूलाई सार्वजनिक कोषबाट रकम उपलब्ध गराउने व्यवस्था पनि देख्छन्। एक एक गर्दै उनले फाइदा पाउने समूहहरू पहिचान गर्न थाल्छन्। सरकारी कर्मचारीहरू, उच्च आम्दानी भएका निजी क्षेत्रका कर्मचारीहरू, राजनीतिक दलहरू, व्यवसायीहरू, उत्पादकहरू, ठुला लगानीकर्ताहरू, सायद ठुला किसानहरू पनि। सबैले केही न केही प्राप्त गरिरहेका जस्तो देखिन्छन्, उनी जस्ता मानिसहरू बाहेक। त्यसपछि उनी आफैलाई सम्झाउन खोज्छन्। सायद उनले अर्थशास्त्र बुझ्दैनन्। आखिर बजेट त उनीभन्दा धेरै योग्य मानिसहरूले तयार पारेका हुन्। सायद
उनीहरूले देखेका अवसरहरू उनले देख्न सकेका छैनन्। सायद यी नीतिहरूले निजी लगानी बढाउनेछन्, सायद व्यवसायहरू विस्तार हुनेछन्, सायद तलब बढ्नेछ, सायद मानिसहरूको खर्च गर्न मिल्ने आम्दानी बढ्नेछ, सायद बढ्दो उपभोगले अझ बलियो आर्थिक वृद्धि ल्याउनेछ, सायद नेपाल 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्नेछ, सायद उद्देश्य आर्थिक आकार ठुलो बनाउनु हो ताकि अन्ततः सबैले ठुलो हिस्सा पाउन सकुन्। सायद 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 त्यसपछि उनलाई एउटा कुरा सम्झन आउँछ। श्रीलङ्का पनि त दिवालिया हुनु अघि 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र थियो। जीडीपी ठुलो हुँदैमा दिगोपनाको ग्यारेन्टी हुँदैन। नेपालले त्यस्तै जोखिमबाट बच्न सक्ने ठोस नीतिहरू खोज्न उनी प्रयास गर्छन्, तर त्यस्ता आश्वस्त पार्ने नीतिहरू फेला पार्न उनलाई गाह्रो पर्छ। त्यसपछि उनलाई बजेट आउनु अघि गरिएको एउटा घोषणा सम्झन आउँछ। भनिएको थियो कि यस वर्षको बजेट मध्यम वर्गलाई केन्द्रमा राखेर बनाइनेछ। वर्षौँदेखि उनले आफूलाई मध्यम वर्गीय मान्दै आएका थिए। उनी राजधानीमा एउटा राम्रो भाडाको फ्ल्याटमा बस्छन्, एउटा मोटरसाइकल छ, उनकी छोरी निजी विद्यालयमा पढ्छिन्, उनी एउटा सामान्य घर बनाउने सपना देख्छन्, उनको छोरो विदेशमा काम गर्छ। यदि यो मध्यम वर्ग होइन भने मध्यम वर्ग भनेको के हो? तर उनी जस्ता मानिसहरूका लागि बनाइएको भनिएको बजेटले उनी अस्तित्वमै छन् भन्ने कुरा समेत नचिनेको जस्तो लाग्छ। र त्यसपछि उनको मनमा अझ पीडादायी प्रश्न उठ्छ। यदि आफूलाई नै अदृश्य महसुस भइरहेको छ भने अझ गरिब परिवारहरूलाई अहिले कस्तो महसुस भइरहेको होला? यतिकैमा उनको सोचाइ एउटा फोन कलले रोक्छ। कतारबाट उनको छोराको फोन आएको हुन्छ। युवक निकै उत्साहित सुनिन्छ। ऊ रवि दाई र उनको योगदानको प्रशंसा गर्छ। ऊ भन्छ नेपाल अन्ततः परिवर्तन हुँदैछ। ऊ भन्छ सामाजिक सञ्जाल बजेटको प्रशंसाले भरिएको छ। ऊ भन्छ उसले कृषिमा 40% अनुदान पाइने पोस्टहरू देखेको छ। ऊ भन्छ अब नेपाल फर्केर खेती सुरु गर्ने सोच बनाइरहेको छ। बुवा मौन रहन्छन्। उनीलाई थाहा छ ती अनुदानहरू करिब 2 करोड बराबरको लगानीमा लागू हुन्छन्। त्यो उनीहरूको पारिवारिक वास्तविकताभन्दा धेरै टाढाको संसार हो। तर उनीसँग त्यो कुरा भन्ने हिम्मत हुँदैन। त्यसैले उनी केवल सुनिरहन्छन्। छोरा बजेटको प्रशंसा गरिरहन्छ। यसलाई ल्याउने नेताहरूको प्रशंसा गरिरहन्छ। उसले कल्पना गरेको भविष्यको प्रशंसा गरिरहन्छ। बुवाले केवल यति मात्र भन्छन्, सायद। फोन राखिएपछि उनकी छोरी उनीतिर आउँछिन्। उनको अनुहारमा देखिएको चिन्ता उनले याद गर्छिन् र भन्छिन्, बाबा किन यति चिन्तित देखिनुहुन्छ? बुवाले जवाफ दिनु अघि नै उनले आफ्नो मोबाइल देखाउँछिन्। तपाईँ खुसी हुनुपर्छ, बालेन दाइले भर्खरै पोस्ट गर्नुभएको छ, ढुक्क हुनुहोस्। त्यो व्यक्ति मोबाइलको स्क्रिनतिर हेर्छन्। त्यसपछि झ्याल बाहिर हेर्छन्। काठमाडौँका बत्तीहरूतिर, क्रेनहरूतिर, नयाँ भवनहरूतिर, प्रतिज्ञाहरूतिर, आशाहरूतिर, त्यो भविष्यतिर जुन अरू सबैले देखिरहेको जस्तो देखिन्छ। र एक क्षणका लागि उनी सोच्न बाध्य हुन्छन्, जब बजेट लेखिन्छ त्यो वास्तवमा कसका लागि लेखिन्छन्? र जब सरकारले मध्यम वर्गको कुरा गर्छ के त्यसमा अझै पनि उनी जस्ता मानिसहरू समावेश हुन्छन्? किनभने सायद यो केवल एक व्यक्तिको कथा होइन। सायद यो लाखौं नेपालीहरूको कथा हो जो विलासिता खोजिरहेका छैनन्। केवल आफ्ना छोराछोरीका लागि शिक्षा, आफ्ना परिवारका लागि स्वास्थ्य सेवा, एउटा सामान्य घरको स्वामित्व पाउने अवसर र इमान्दारितापूर्वक बाँच्न पाउने यस्तो वातावरण जहाँ इमान्दार हुनु नै घाटाको कारण नबनोस्। सायद देश अगाडि बढिरहेको छ। प्रश्न केवल यति हो, के उनी जस्ता मानिसहरू पनि त्यससँगै अघि बढिरहेका छन्?